अब युट्युब च्यानल। अनि म चाहिँ हजुरहरूलाई एउटा कुरा भन्न आएको, हजुरहरूले मोबाइल हेर्दाखेरि चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला, माया गर्नु होला। अनि हाम्रो च्यानल कस्तो लाग्छ कमेन्टमा पनि भनिदिनु होला, लाइक सबै गरिदिनु होला। धन्यवाद। सबैलाई नमस्कार। हामी यहाँ काम विशेषले चाहिँ यहाँ कमल पोखरी हो, नक्सालको यतापट्टि कमल पोखरीमा आयो। पहिला हेर्दाखेरि यो कमल पोखरी कमलको फुल जस्तै बनेको रहेछ। अहिले चाहिँ स्वच्छ सफा वातावरण बनेको रहेछ। अहिले चाहिँ सबैजना यसरी आफ्नो काम बेगर भयो भने यता फुर्सदको समय चाहिँ आएर यहाँ राम्रोसँग बस्ने वातावरण पनि भएको ठाउँ रहेछ। सबैजनाले कहाँबाट हेर्दै हुनुहुन्छ, सबैजना साथीहरू आएर यस ठाउँमा यसो भ्रमण गर्दा हुन्छ। तपाईहरुले पनि हेर्नुस्, राम्रो छ एकदम। पानी पनि एकदम राम्रो सफा छ, पहिला जस्तो छैन। र अहिले हामी चाहिँ यो मेरो दाइ यहाँ ब्यागमा के सामान राख्दै हुनुहुन्छ। लालबन्दीबाट आउनुभएको दाइ र म चाहिँ यहाँ यसो काम विशेषले आएको थियौँ। यो यतापट्टि भवनमा चाहिँ काम थियो, यहाँनिर आउनुपर्ने। हामी चाहिँ अब यो काम सिद्ध्याएर चाहिँ यतातिर यो छिरौँ न त कस्तो रहेछ कमल पोखरी भन्ने। अहिले चाहिँ पहिला हेरी चाहिँ हाम्रो चाहिँ पहिला चाहिँ बाहिरबाट हेरेर अहिले चाहिँ भित्रै छिरेर चाहिँ हेर्दाखेरि पहिलाको तुलनामा चाहिँ अहिले धेरै राम्रो। कता पहिलाको तुलनामा चाहिँ 100मा 100 पनि राम्रो छ। यसरी सबैजना आउनु भएको छ, आरामले बस्नुहुन्छ, राम्रो छ यतातिर बस्न, भ्यूहरू हेर्नलाई शान्त वातावरण छ। हजुरहरू पनि आएर हेरिदिनु होला। दाइ आउँदै हुन्छ, अघि छु, दाइ पछि हुनुहुन्छ। अनि चाहिँ यो भिडियोहरू यसो सिधै हिँड्यो भने दाइ पछि आउनु भएको छ। यो चाहिँ 2072 सालको भूकम्पपछि सबैजना आएर हेर्नु होला। आएर एकचोटि अवश्य पनि हिँड्नु होला। मैले हजुरहरूलाई भने मैले पनि भिडियो सुने त साथीहरू।